यी अस्ति आएका मौरीहरूले चाहिँ अब काम गर्न थालिसकेका छन्। राम्रैको संख्यामा छ। यसलाई मैले अस्ति चाहिँ माथि यसो पानीको लागि पनि भेट्छ कि भनेर माथि पनि छानो पनि लगाइदिएको छु र राम्रै काम गरिरहेका छन्। अब यस्तै अर्को पनि डुँडमा आइसकेको थियो, साँझको टाइम भएर होला त्यसमा आएन। यतिखेर घार सुत्ने समय, आउनेको संख्या देखा परि नै रहन्छन्। त्यसैले डुँडेहरू सफा गरेर राख्नुपर्छ। मेरोमा पनि खाली डुँडेहरू छ। एउटामा साँझ पख भएर यस्तै छुटेको आइसकेको थियो, फेरि आएन। अहिले चाहिँ बिहानको समय छ, तर पनि काम चाहिँ राम्रैसँग गरिराखेकै छन्। बिहानको समयमा पनि तर लाइटहरू बाल्ने त्यस्तो लाइटहरू भयो भने चाहिँ लाइटमा गएर मर्ने रहेछ। राति नै लाइटहरू बाल्यो भने त्यो भएकोले गर्दा बिहानखेर चाहिँ उज्यालो नहुने बेलामा लाइट चाहिँ बाल्न हुँदैन। काम गर्दैछ। यी चाहिँ अलि टाठा मौरी छन्। यी भागेर आएका मौरी होलान्, त्यही भएर सबै अलि टाठा खालका छन्। भाले मौरीको संख्या पनि अलिक आएको थियो। दिउँसोखेर चाहिँ निस्केर यसो बाहिर घुम्ने गर्छन् 12 बजीतिर। अहिले बिहानखेर चाहिँ काम गर्ने मौरीहरू चाहिँ काम गरिरहेका छन्।